सपनामा एक्सलाई बार बार देख्यो भने के हुन्छ प्लिज भनिदिनु न प्लिज भनेर सोध्नु भएको रहेछ। यदि जो व्यक्तिले सपनामा एक्सलाई भुकुलाई तारन्तार बारम्बार देख्दछ त्यो प्रतिको अगाध प्रेम र अगाध प्रणय भाव चाहिँ झल्किन्छ। नम्बर 1। नम्बर 2 मा चाहिँ तपाईले आफ्नो जीवनबाट भुले पनि अथवा उसले तपाईलाई भुले पनि अझै पनि तपाई संवेगात्मक रूपमा उससँग टचमा हुनुहुन्छ है। त्यसैले अचेतन मनमा प्रवेश गरेको बेला तपाईले उसलाई देख्ने, उसँग बोलेको, हाँसेको, डुलेको देख्ने र अरू हरकतहरू पनि देख्न सक्नुहुन्छ। नम्बर 2 र नम्बर 3 मा चाहिँ तपाईले माया मार्न नसक्दा पनि सपनामा बढी एक्सलाई देखिन्छ। त्यसैले चाहिँ यो कुरा भयो। अनि नम्बर 4 मा चाहिँ तपाईप्रति उसको माया र उप्रति तपाईको माया छ, बीचमा केही अन्टे-सन्टे व्यक्तिहरू अथवा केही वातावरणले छुटायो भने यस्तो सपना दोहोरिने र दोहोरिरहने पनि हुन्छ। त्यसैले भयो। अनि कोही कसैले चाहिँ तपाईलाई यसो जादु टुनामुना पनि गरिदिएको थियो, काला जादुहरू भने सपनामा देख्ने, त्यहीप्रति हुरुके हुने, उसको माया ममता स्नेह छोड्नै नसक्ने, उसलाई पनि छोड्नै नसक्ने, एकोर प्रेममा अनसाइडेड लभमा पनि फेरि एक्ससँग प्याचअप गराउने पनि गराउँदछ। त्यसैले यस्तो सपना देखिसकेपछि कम्तीमा पनि 2 जनाको चिना चाहिँ पहिले मिलान गर्नु, यदि छुटिसकेपछि पनि फेरि प्याचअप हुने जस्तो देखिएको छ आफ्टर ब्रेकअप भने यस्तो कुराहरू हुन्छ। कतिपय व्यक्तिहरूको बिहेबारी पनि हुन्छ, तर सपनामा फेरि त्यही एक्सलाई देख्ने, एक्ससँगका गतिविधिहरू देख्नेदेखि लिएर हरेक कुराले पनि गाह्रो अप्ठ्यारो पारिरहेको हुन्छ। त्यसैले तपाईको कुण्डलीमा विशेष गरेर नजर दोष छ अथवा कसैले टुनामुना काला जादु गरिदिएको छ भने पनि र ग्रहको छ कमजोर छ भने पनि यस्तो सपनाहरू बढी प्राय व्यक्तिहरूले देख्ने गर्दछन्। त्यसैले एकचोटि आफ्नो चिना पनि हेराउनु राम्रोसँग। अनि यसको विभिन्न विधि पद्धति मार्फत समाधानको विधि पनि हुन्छ, त्यतातिर लाग्नु। नत्र फेरि एक्सलाई सपनामा देखेर बरबराउँदा कहिलेकाहीँ श्रीमानले नै झापड हाल्ला अथवा श्रीमतीले नै गाह्रो पार्ला। त्यसैले यो कुराहरू बुझ्नु होला। यो कुराहरू सुन्दा सामान्य लाग्ला तर व्यवहारमा अलिकति गाह्रो अप्ठ्यारो पार्छ है।